परिवारमा कतिजना सदस्यहरू संख्या पहिला अब स्कुल पढ्न पाइयो भने पनि अनि हजुरको परिवारमा कतिजना सदस्यहरू अथवा संख्या हुनुहुन्छ? हाम्रो मेरो परिवारमा 4 5 6 7 8 8 9 जना। तपाईलाई म केही प्रश्नहरू सोध्न गइरहेको छु अन्धविश्वासको बारेमा है। म सोध्छु अब हजुरलाई सुरुमा त तपाईलाई यो यस ठाउँमा अन्धविश्वास बारे केही जानकारी छ या छैन? अन्धविश्वासमा त केही नै छैन त त्यस्तो छैन। तपाईको यो समाजमा अन्धविश्वास अझै पनि छ या छैन? छैन अहिलेसम्म त। त्यसो भए के सुन गर्दै तल त 4 देखि छ त। हजुरले यहाँ कुनै यस्तो किसिमको अन्धविश्वासहरू प्रचलितमा देख्नु भएको छ? म अप्सन दिन्छु है। यो ग्रह दशा जस्तै ज्योतिषमा विश्वासहरू गर्ने हुन्छन् है, अनि झारफुक धामी झाँक्रीमा, अनि यो कालो बिरालो अथवा केही सपनाको कुराहरूमा, अनि बिरामी हुँदा पूजापाठ गर्ने माथिका कुनै पनि होइन। हजुरले यो मध्ये कुन चाहिँ देख्नु भएको छ प्रचलित? के प्रचलित? अब बिरामी हुँदा त अब कोही धामी झाँक्री जान्छ, कोही हस्पिटल जान्छ है। धामी झाँक्री जान्छ। अनि हजुर बिरामी हुँदा चाहिँ पहिला के गर्नुहुन्छ? अस्पताल जानुहुन्छ या झारफुक पूजापाठ गर्नुहुन्छ कि दुवै गर्नुहुन्छ? अवस्था अनुसार फरक। अब साह्रै बिरामी भयो भने हस्पिटल जान्छ, नत्र ठिकको बिरामी भयो भने दुई दुई। अनि हजुरलाई चाहिँ यो शिक्षा चेतना स्तरले यो अन्धविश्वासलाई कतिको घटाउँछ भन्ने लाग्छ? अन्धविश्वासले त धेरै घटाएछ आजभोलि त। ए भनेपछि शिक्षा र चेतनाले हजुरलाई अन्धविश्वास घटाउँछ भन्ने लाग्छ? यो अन्धविश्वासले समाजमा कस्तो असर पार्छ? नकारात्मक या सकारात्मक दुवै पर्दैन? राम्रो या नराम्रो? नराम्रो पर्छ नि। हजुर। अनि यस ठाउँमा चाहिँ महिलाले बढी अन्धविश्वास मान्छन् कि पुरुषले? कि दुवैले? कोही कहिले पुरुषले कहिले महिलाले दुवै समान। अब अहिले आउँदै गरेको नयाँ पुस्ताहरूमा अन्धविश्वासको अवस्था कस्तो रहेको छ? पहिला जस्तै या घट्दै बढ्दै? अब नयाँ आउँदैछ अहिले त। अब घट्दै गयो नि, शिक्षा आयो घट्दै गयो। यो धार्मिक विश्वास र अन्धविश्वासमा फरक हुन् भन्ने लाग्छ हजुरलाई? धार्मिकमा फरक त छैन होला नि। तपाईँ स्वयं आफूले कुनै अन्धविश्वासहरू मान्नुहुन्छ? मान्ने छैन अहिलेसम्म। अनि हजुरले त्यो सपनाहरू देख्नुहुन्छ नि, सपनामा देखेको कुरालाई कतिको महत्त्व दिनुहुन्छ हजुरले? मेरो त सपनामा खासै विश्वास हुँदैन, मेरो छैन त्यस्तो महत्त्व हुँदैन। तपाईले आफ्नो परिवारमा कहिलेकाहीँ अन्धविश्वासहरू देख्नु भएको छ? अहिलेसम्म त देखेको छैन, अब पछि के हुन्छ थाहा छैन। अनि यो मानिसहरूले चाहिँ अन्धविश्वास मान्नुको मुख्य कारण चाहिँ के होला? अशिक्षा, डर अथवा परम्परादेखि चलिआएको हुन्छ नि। के रे? यो मानिसहरूले अन्धविश्वास मान्नुको मुख्य कारण चाहिँ के हुन सक्छ? अप्सन दिन्छु। अशिक्षाले गरेर हो कि डरले गरेर हो अथवा पहिलादेखि नै चलिआएको परम्पराले गरेर? कोही अब डरले हुन्छ, कोहीले अशिक्षाले हुन्छ, अब त्यही होला।
तपाईँले केही नयाँ काम सुरु गर्दै हुनुहुन्छ भने त्यो आजको दिन शुभ छैन भनेर गर्नुहुन्छ कि गर्नुहुन्न? अहिलेसम्म हेरेको छैन। अन्धविश्वासका कारण झगडा वा भेदभाव भएको देख्नु भएछ? पहिला त थियो होला, अहिले त खासै त सुनेको छु म घर है। हजुरले अब यसमा चाहिँ अलि आफूले राय दिने अलि लामो खालको भन्नु है, आफूलाई आएको 2-3 लाइन भन्दा हुन्छ। अब आयो भनौँ न, नआए के भन्नु। अन्धविश्वास राम्रो हो कि नराम्रो हो, तपाईँको राय दिनुहोस्। तपाईँलाई के लाग्छ? 2-3वटा उयो भन्न हुन्छ, लाइन भन्नु हुन्छ। किन राम्रो लाग्छ, किन नराम्रो लाग्दैन भने किन नराम्रो लाग्दैन? खै के कसरी भन्नु, आउँदैन अलिकति नि भनिदिनु न हल्का। राम्रो हो कि या नराम्रो हजुरलाई अन्धविश्वास? अन्धविश्वास अब कोही ठाउँमा राम्रै होला, कोही ठाउँमा नराम्रै होला अन्धविश्वासमा, त्यही त हो होइन र? त्यो पनि हो। तब आफूले हजुरलाई चाहिँ अब अरूको भन्दा नि आफूलाई चाहिँ कस्तो लाग्छ भन्ने कुरा एउटा। अहिलेसम्म त मैले अन्धविश्वास चाहिँ उसै गरेको छैन, त्यस्तो फिलिङै गरेको छैन। अनि अन्धविश्वास हुनुको कारण चाहिँ के हुन सक्छ तपाईँको आफ्नो विचार दिनु न। अन्धविश्वास हुनुको कारणहरू हुन्छ नि, जस्तै भनौँ न, परम्परादेखि चलिआएको हुन सक्छ। अब कसैले यस्तो हुन्छ भनेर देखाएको डरले हुन सक्छ। अन्धविश्वास त अब खै त कोही परम्परादेखि चलेको होला, कोही अब डर दरासले होला। हजुर जस्तै अब शिक्षाहरू हुन सक्छ होइन? शिक्षा नै हुन सक्छ। आजभोलि त शिक्षै छ, धेरै जस्तो अन्धविश्वास हुँदैन। हस्, धन्यवाद है यति सोरी हजुरले समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। अरूले खासै भन्नु नै आउँदैन। को जरा सबर करो। अनि बाजे मेरो नाम चाहिँ सुटमान गुरुङ। हजुरको नाम के होला? बहादुर परियार। अनि बाजेको उमेर कति भयो त? म 71 लाग्नु भयो। काम के गर्नुहुन्छ बाजे? पहिला अब स्कुल पढ्न पाइयो भने पनि भैँसी गोठाला गरियो। अहिले अलिअलि खेतीपाती गरेको, त्यही पनि अहिले मागहरूले केले गरेर खेती काट्नु छोडिदियो। भनेपछि हजुरले अब शिक्षा लिनु भएको रहेछ है? छैन, म जम्मा सिक्सबाट गएको। तपाईँको बारेमा के मतलब तपाईँको मतलब त्यस अनुसार सोचाइ अनुसार यो गाउँमा के अन्धविश्वास छ कि छैन होला? विश्वास त अब के नआउँछ। पहिला चारै चिज हिँड्नु पर्थ्यो, हिँड्नु पर्ने छोड्यो, पहिला वरिपरि जुन धान रोप्ने खेती लाउने, आलु लाउने, त्यो सकियो। तस्करले पनि खाने, जम्सीले खाने, उता बाँदरले खाने गरेर भएन। अनि बाजे तपाईँहरूको परिवारमा चाहिँ कतिजना सङ्ख्या छ नि? सङ्ख्या त 6जना रे। 6जना छ। अनि बाजे तपाईँलाई अन्धविश्वासको बारेमा केही जानकारी छ कि छैन? त्यो अन्धविश्वासै सोच्नु त्यो जान अलिअलि पनि थाहा छैन? के सोध्नु जस्तै कि तपाईँले अब चोरी बाघ हुन्छ अनि भूत प्रेत किन हुनु छ नि? अनि यहाँ चाहिँ अब कुन अन्धविश्वासहरू चाहिँ प्रयोग गर्छ त नि, लागु हुन्छ? जस्तै अब के लेख्यो, झम्सी यो ग्रह दशा भयो, अनि बिरामी हुँदा यो के हो धामी जाँग्री त्यो पनि गर्नै पर्छ। हजुर त्यो बिमार अनुसारको त्यही गर्नु पर्यो कि। बिमार अनुसारको डाक्टर लाइनमा छ कि लामा झाँग्रीको हो, त्यस्तै गरेर। अनि बाजे तपाईँ चाहिँ अनि बिरामी हुँदाखेरि चाहिँ के गर्नुहुन्छ? अब म अप्सन दिन्छु है, कहिले अस्पताल जान्छु, कहिले झारफुक गर्छु। बिमार अनुसार हो झारफुक गर्ने। झारफुक गर्नुहुन्छ तपाईँ चाहिँ? म त गर्दिनँ, आफूले जान पर्ने। अस्पताल जानुहुन्छ कि झारफुक गर्न जानु? होइन, बिमार अनुसारको हुन्छ कि।
अनि यो खोकी लाग्यो अरू यताउता हस्पिटल जानु पर्यो अवस्था अनुसार अब अखडा लाग्यो भनेपछि हस्पिटल जानु पर्यो त्यस्तै हो क्या बिमार अनुसारको अनि बाजे शिक्षा र चेतनाको स्तरले अन्धविश्वासमा घटाउँछ भन्ने लाग्छ तपाईँलाई लाग्छ या लाग्दैन जस्तै पढाइ लेखेको यो शिक्षाहरूले ज्ञानले त्यो अन्धविश्वास कौन है ये लोग यसलाई कम गराउन सक्छ या सक्दैन भन्नु खोजे बुझ्नुभयो त्यो चाहिँ अब सकिन्छ तपाईँलाई लाग्छ लाग्छ पढाइ लेखाइ ठुलो अर्को परिचय अब यो अन्धविश्वासले चाहिँ बाजे है यो तपाईँ बसेको समाजमा चाहिँ के कस्तो असरहरू परेछ समस्याहरू चाहिँ केही छैन जस्तै म भन्छु है समस्या अब नकारात्मक राम्रो परेछ कि नराम्रो परेछ कि दुवै राम्रै छ सबै महिला र अनि बाजे यहाँ चाहिँ के महिला र पुरुष मध्येको अन्धविश्वासबाट बढी प्रभावित हुन्छ भन्ने लाग्छ जस्तै महिलाहरूलाई बढी अन्धविश्वास हुन्छ भन्ने लाग्छ कि पुरुषहरूलाई दुईटै बराबर हो त्यो एकदमै समान हुँदैन कैसे लोग रहते हैं यार यहाँ पर अन्धविश्वासको अवस्था कस्तो छ पुस्तक त हामी पढ्न जान्ने भएको थाहा हुन्छ गजब बेइज्जती है कैसे अब यहाँ नयाँ मान्छे नयाँ सन्तान छोरा छोरी नाति नातिनाहरू हुनु भएको छ नि अहिले मलाई घट्दै घट्दै जान्छ कि जान्छ बढ्दै उस्तै छ कि पहिला जस्तै छ कि थाहा छैन अहिले अहिले धेरै परिवार त छ नि घट्दै गयो अनि पहिला दुःख थियो अहिले सुख हुँदै आयो हजुर हजुर अनि लेखा पढाइ भयो आँखा अनि अहिलेकोले यो अन्धविश्वास धार्मिक मान्दैन विश्वास सुन्नु बाजे धार्मिक विश्वास र अन्धविश्वास फरक हुन् भन्ने लाग्छ हजुरलाई धार्मिक भनेको के हो अन्त भन्ने के हो धार्मिक भनेको धर्महरू मान्नेमा भन्नेहरू धर्म मान्ने त अब त्यस्तै हो कोही के धर्म मानेको हुन्छ कोही बुद्ध धर्म मान्ने कोही हिन्दू धर्म मान्ने कोही त्यस्तै छ यो आफ्नो आफ्नो तरिकाको यो भयो फर्स्टको अनि तपाईँ आफूले चाहिँ कुनै अन्धविश्वासहरू मान्नुहुन्छ मान्छु या मान्दिनँ कहिले कहिले मान्छु कोही मानिन्छ कोही मान्छे कहिले काहीँ मान्छ बाजेले कहिले कहिले मान्छ अब हजुरले जस्तै अब राति सुत्ने समयमा सपना जस्तै नराम्रो सपना या राम्रो सपना कुराहरू देखिन्छ नि त्यसलाई तपाईँले कतिको महत्त्व दिनुहुन्छ विश्वास सपनामा त के आउँछ त्यसलाई विश्वास गर्नुहुन्छ या हुन्न विश्वासै हुन्छ कोही कोही विश्वास दिनुहुन्छ या दिनु हुँदैन तपाईँले चाहिँ कोही कोही पर्न आउँछ र विश्वास लाग्छ अनि तपाईँले आफ्नो घर परिवारमा चाहिँ कुनै किसिमको अन्धविश्वासहरू देख्नु भएको छ छैन त्यही हो मोबाइल हेरेर धेरै भुल्या त्यो त यहाँ मात्र होइन त्यो त अनि जस्तै बाजे मानिसहरूले यसमा अन्धविश्वास मान्नुको मुख्य कारण चाहिँ के हुन सक्छ अशिक्षा डर अथवा परम्परा पहिलादेखि चलिआएकोले हो कि अशिक्षा भएर हो कि डरले गरेर होइन जमानै त्यस्तो आएर परम्परा जस्तो जमाना पहिला त काम नगरी खानु अहिले काम गर्न परेन हजुर त्यसो भएपछि त अब बसेर खान पुग्यो हजुर अनि तपाईँले अब नयाँ कामहरू केही सुरु गर्दै हुनुहुन्छ भने हजुरले आजको दिन कस्तो छ भनेर शुभ दिनहरू हेर्नुहुन्छ या हेर्नुहुन्न त्यो घर बनाउँदा अनि वर्तमान बिहा छहरू मात्रै हेरिन्छ अनि बाजे अन्धविश्वासका कारण झगडा वा भेदभाव भएको देख्नु भएको छ झगडा या भेदभावले गरेर अन्धविश्वास भएको देख्नु भएको छ त्यसो त ठाउँ ठाउँमा भइरहेको छ देखेको छु त हस् बाजे अब यसमा चाहिँ अलि लामो हो त्यो यो अन्धविश्वास राम्रो हो कि नराम्रो हो तपाईँलाई के लाग्छ बुधा बुधा लेखिदिन्छ खै आफूले नभगेको चिज होइन तपाईँलाई के लाग्छ के लाग्छ त्यही भन्नु न अरू केही नभन्नु राम्रो कि नराम्रो त्यस्तै अन्धविश्वास त नराम्रै जस्तो लाग्छ त्यसमा मिलाएर दुई तिनवटा ल बुझाउँछु है भन्दै म त्यहाँ जान्छु मासु लिएर अब लास्ट बाजे एउटा मात्रै बाँकी छ बाजे एउटा मात्र एउटा मात्रै बाँकी राय प्रस्तुत गर्नु भन्नु पर्दैन हजुर हजुर अनि अन्धविश्वास हुनुको कारण चाहिँ के होला बाजे
तपाईँको राय दिनुहोस्। मैले के थाहा होइन त्यो कसैलाई कुनै विश्वास लाग्छ कुनै कुनै कष्ट हुनुका कारण यो ठाउँमा अन्धविश्वास हुनुको कारणहरू चाहिँ त्यस्तै परम्परादेखिको चलिआएको खेतीपाती गरेर खाने अहिले खेतीपाती गर्ने छोडे अरू के भने हस् धन्यवाद बाजे है हजुरको अमूल्य समयको धेरै धेरै धन्यवाद बाजे। यहाँ के अमूल्य बुढो मान्छे बसेर खान्छ ल त यस्तो जाडो भयो आमामा त गान्द्रुकमा जाडो छ है त गाई चाहिँ गान्द्रुकको लेक लाग्नु भन्दा हामीलाई है अगाडि यस्तो रमाइलो भयो हाम्रो स्कुलमा नै रमाइलो हान्नुपर्छ आज स्कुलदेखि यस्तो कुरो गर्छ स्कुल भनिन्छ कि हेर्नु अनि हेर हाम्रो होटेलको नजारा लाइभ बस्ने हाल्यो त्यो क्यामेराले डिस्टर्ब हान्थ्यो मलाई त्यही हो नत्र हामी लाइभ बस्छु भन्ने अब है म युट्युबमा लाइभ बस्छु भनेको तर अलिक डिस्टर्ब भइरहेको छ तातो हो क्या जाडो छ जाडो बढ्छ जाडो उयो त्यसमा देखाइदिउँ न होइन